कुनै कुनै फिल्मको ट्रेलर हेऱ्यो भने मिल्ने भए त अहिले नै हलमा गएर फिल्म हेर्नु जस्तो हुन्छ। लास्ट टाइम भएको थियो चेरी अन टपबाट, अहिले भयो परालको आगोमा। सोमत त कि आइमै सोमत त तिम्रो खुब छ नि, अर्काको माइतीले जे मन लाग्यो त्यही भन्ने। तेरो बाउको काट्टो। घर परिवारको झगडामा सबै आगो भयो भने घर खरानी हुन्छ। युजली ट्रेलर हेर्दा इमोसनल भइहाल्ने अवस्था भने आउँदैन, तर यस फिल्मले भने कस्तो मन छोएको। स्टोरी पुरानै भए तापनि फिल्म भने कस्तो फ्रेस लाग्छ, मिठो खालको भाइब आउँछ। दुई थरी जोडी, एउटा दमाई समाजमा बिलोङ गर्ने, अर्को भने बाहुन। फरक यति छ, एउटा जोडी कपडा सिलाएर पनि जिन्दगी हाँसी खुसी बिताएका छन्, उता अर्को भने कुराकानी मिल्दैन, झै झगडा मात्र हुन्छ। सुहानाको डाइलग, छोरीलाई बिहे गरेर पठाएपछि पढाइ हुन्छ भन्न ठान्छ होला होइन। यो मेरो पनि घर हो, जति दिन मन लाग्छ त्यति दिन बस्छु। एज अ पुरुष यो डाइलगले कस्तो मन छोयो, महिलालाई भने कति गाह्रो हुन्छ होला। यस फिल्मबाट सुहाना र सौगातको करियर माथि उकासिने देखियो। यदि सुहानाले नेसनल फिल्म एवार्ड पाइन् भने सरप्राइज हुनु पर्दैन। सिनेमाटोग्राफी अति नै राम्रो छ, डायलगहरू पनि कस्तो मन छुने, म्युजिक बिस्तारै हिट हुँदै। फिल्म बुलाकीको डिरेक्टर लक्ष्मण सुनुवार, ओ माई गॉड कस्तो राम्रो फिल्म बनेको छ बुलाकी, पर्फेक्टली मेड सिनेमा। बुलाकी मार्फत उनी सीमित दर्शक माझ पुगे भनेपछि परालको आगो मार्फत भने उनी बढीभन्दा बढी दर्शक माझ जानेछन्, बक्स अफिसमा आगो बाल्नेछन्। यदि यहाँहरूलाई मेरो भिडियो मन परे यहाँहरूले मलाई लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर साथ दिन सक्नुहुन्छ।